हेलो एभ्रिवान, स्वागत छ एआई गफ गफमा। आज पनि म त्यही एउटा वाककै क्रममा यहाँ पडकास्ट जस्तो रेकर्ड गर्दैछु। यस्तो छ ठाउँ, यहाँ तल सानो खोला जस्तो बगिरहेछ अनि चराचुरुङ्गीहरू कराइरहेछ। आज चाहिँ एआईसँग खासै रिलेटेड छैन आज गर्ने कुरा। मैले एउटा कुरा मेरो दिमागमा आइरहेको कुरा, म अहिले ड्युन भन्ने बुक पढ्दैछु। ड्युन भन्ने सिरिज 6वटा बुकहरू छ सिरिजमा। अब मुभी पनि आइसक्यो होइन, ड्युन 1 र 2। तर म चाहिँ बुक पढ्दैछु। बुक पढ्दै जाँदा मलाई के दिमागमा आयो भने, नेपाली साहित्यमा त्यस्तो साइफाई भन्ने एउटा भन्ने एउटा जनरा हुन्छ नि, त्यो चाहिँ राम्रोसँग इस्टाब्लिस भएको देखिएन। मैले सरु भक्तले लेखेको एउटा साइफाई बुक पढिरहेको थिएँ। सरु भक्तको केही एक्सपेरिमेन्टल बुक्सहरू हुन्छ होइन, एटलिस्ट नेपाली साहित्यको लागि। त्यति हो मैले देखेको खास। जस्तो हामीले ड्युन जस्तो एउटा वर्ल्ड बिल्ड गरेर त्यसभित्र होइन नेपालीपनलाई राखेर साइफाई क्रिएट गर्न सक्नुपर्छ जस्तो लाग्छ मलाई। नेपाली ल्याङ्ग्वेज इज अ रिच ल्याङ्ग्वेज। नेपाली ल्याङ्ग्वेज एकदम रिच ल्याङ्ग्वेज हो इन अ सेन्स द्याट यसमा धेरै मेटाफोरहरू धेरै छन् र यसको अब म यो बाहिर धेरै बसेको हुनाले, म अमेरिकामा बसेको कति 15-20 वर्ष हुन लाग्यो। त्यो कारणले गर्दाखेरि मैले नेपाली ल्याङ्ग्वेजको जुन कति नुआन्सेसहरू बिर्सिसकेको हुनसक्छु र अहिले म त्यसलाई रिभाइभ गर्ने कोसिसमा छु। र त्यही दिमागमा आयो, वाइ नट राइट अ साइफाई इन नेपाली। त्यो गरियो भने चाहिँ के हुन्छ भने, एउटा हामी साहित्यमा डिफ्रेन्ट भराइटिजहरू क्रिएट गर्न सक्छौँ। मैले जति पनि नेपाली साहित्यहरू पढेको छु, खालि हुन्छ नि दुःख दर्द एकदम पीडाका कथाहरू। त्यो ठिकै छ, पारिजात भन्यो, बिपी कोइराला भन्यो। बिपी इज रियली गुड एट साइकोलोजिकल स्टफ। आइ एम रिडिङ हिज बुक्स एज वेल। अनि पारिजातको पढ्दा त सबै दुःख र पीडा, मान्छेले खान पायो, मान्छेले दुःख पायो। ठिक छ, नेपाली समाजमा त्यस्तो धेरै नै छ, अझै पनि छ र त्यस्तो कुरालाई उठाउनु पनि पर्छ। तर अबको सोसाइटीमा, अबको जेनेरेसनले चाहिँ एउटा छुट्टै टेस्ट खोजिरहेछ अनि छुट्टै एउटा जनराको नि खाँचो छ नेपाली साहित्यमा, त्यो साइफाईको। अब यसको लागि मैले के गर्न सक्छु भनेर म आफैले पनि सोचिरहेको छु। मैले अब कि मेबी आई विल राइट सम स्टोरिज, साइफाई स्टोरिज फर्स्ट इन नेपाली। त्यो चाहिँ मेरो प्रयास हुनेवाला छ। अब त्यो सोच्दैछु कसरी गर्ने भनेर। पहिला त मैले नेपाली जुन नेपालीको दक्षता हो नि, नेपाली भाषाको दक्षतालाई अलिकता तिखार्नुपर्ने देखिन्छ। मैले यति भन्न खोजेको हो, we can build the world like that in Dune, like that in Foundation series, or in like, any other fantasy, sci-fi stuff. We can do that. But we're not doing it. That's the problem. अब यसको सुरुवात चाहिँ म आफैबाट सुरु गर्ने प्रयास हुन्छ र त्यति भन्नुलाई आज मैले खास छोटो एउटा मेरो सोच्दै दिमागमा आएको कुरालाई यहाँ राखेको हुँ। आजलाई यति नै। नेक्स्ट टाइम we'll talk much more on AI and large language model and stuff like that. Okay, thank you everyone. Bye.